हेलो नमस्ते एभ्रिवान। अहिले चाहिँ म रेडियो भोजपुर 93.8 मेगाहर्जको स्टुडियोमा छु र यहाँहरूलाई म रेडियो भोजपुर 93.8 मेगाहर्जको स्टुडियोबाट हार्दिक स्वागत गर्न चाहन्छु। रेडियोमा काम गर्नेहरूले चाहिँ कसरी काम गर्छन् होला, जुन रेडियो तपाईँहरूले सुन्नु भएको हुन्छ त्यहाँ चाहिँ के हुन्छ त आज म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो चाहिँ रेडियो भोजपुरको स्टुडियो हो र यहाँबाट चाहिँ हामीहरू जुन प्राविधिक कक्षबाट चाहिँ प्राविधिकहरूले आफ्नो प्राविधिक गर्ने काम गर्नुहुन्छ र त्यहाँ पर देखिरहनु भएको छ यहाँहरूले स्टुडियो है। यो स्टुडियो चाहिँ त्यहाँबाट चाहिँ हामी एङ्करहरूले अर्थात् जो प्रस्तुत हुनुहुन्छ कार्यक्रम अथवा समाचार प्रस्तुत त्यहाँबाट काम गर्नुहुन्छ। अनि ल हेर्नु त त्यो माइक्रोफोन भयो होइन, यो कम्प्युटरहरू छ, अनि त्यो हेडफोन भयो, त्यस पश्चात त्यहाँबाट हामी बोल्छौँ। यहाँबाट सबै प्राविधिकहरूले कन्ट्रोल गर्नुहुन्छ र यो मिक्सर भयो। यो चाहिँ हामी लाइभ सेल्फ गर्छौँ नि, सेल्फ गर्दा चाहिँ युज गर्ने माइक्रोफोन हो। अनि हामीले नेसनल अथवा इन्टरनेसनल होइन न्युजहरू जोड्दा चाहिँ यहाँबाट हामी जोड्छौँ र यसलाई भन्छ मिक्सर। यसले चाहिँ हाम्रो आवाज दिने त्यहाँबाट, अनि यहाँको आवाज फाल्ने त्यो भइहाल्यो। हाम्रो आवाज यहाँबाट आउँछ। अनि यो चाहिँ लेभल हो, कतिको बजिरहेको छ भन्ने लेभल हो। अनि यो मोनिटर, यो कम्प्युटर भइहाल्यो, मेन कम्प्युटर। यो पनि थाहा छ, धेरै रेडियोमा काम गर्ने साथीहरूलाई यो के हो भनेर थाहा छ है। अनि अर्को चाहिँ म यहाँहरूलाई देखाउन गइरहेको छु रेकर्डिङ कक्ष। यो चाहिँ मात्रै रेकर्ड हुन्छ यो रुममा चाहिँ हाम्रो होइन। यहाँ चाहिँ हामी रेकर्ड मात्रै गर्छौँ। यो चाहिँ रेकर्डिङ स्टुडियो हो। यहाँ रेकर्ड बाहेक अरू केही हुँदैन। यो ढोका थुनेपछि आवाज बाहिरबाट आउँदैन। अनि यो अर्को चाहिँ यो चाहिँ हाम्रो सवाल जवाफ कार्यक्रम पहिले हामीले सुट गर्थ्यौँ अथवा अनलाइनमा पनि भिडियो अपलोड गर्थ्यौँ हामी चाहिँ। यो कार्यक्रम त्यसको ब्यानर हो ठिक यहाँ यसको साइडमा बस्ने, त्यस पश्चात चाहिँ कार्यक्रमहरू गर्ने अनि रेडियोबाट बजाउने। अर्को चाहिँ अनलाइनबाट पनि छोड्ने गर्छौँ। यहाँलाई मैले हाम्रो रेडियो भोजपुर 93.8 मेगाहर्जको स्टुडियो देखाएँ। थ्याङ्क यू सो मच। अर्को भिडियोमा फेरि आउनेछु।